मान्छे ठुलो हुन खोज्दा खोज्दै असल हुन बिर्से। शमशान घाट जाँदा मात्र मान्छेलाई वैराग्य चल्छ, फर्केपछि उही लोभ। भगवानले तिम्रो प्रार्थनाको शब्द सुन्दैनन्, उनले त तिम्रो मनको नियत र कर्मको भाषा बुझ्छन्। खाली पेटमा तुलसीको पात खाँदा शरीरको रोग प्रतिरोधक क्षमता बढ्छ। त्यसो त तुलसीको पात चिसो मौसममा अझै प्रभावकारी हुन्छ। यसले रुगाखोकीको समस्यालाई पनि दूर गराउँछ भने हत्तपत्ती चिसो लाग्न दिँदैन। त्यस्तै तुलसीको पात नियमित सेवन गर्दा शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्छ भने ग्यास, एसिडिटी वा विभिन्न प्रकारको पाचन क्रियासँग सम्बन्धित समस्याबाट पनि राहत दिन्छ। जसका सन्तान छैनन् उहाँहरू मेचीदेखि महाकाली मात्र नभए देश विदेशदेखि सन्तानेश्वरमा एकचोटि पूजा गर्न, रुद्राभिषेक गर्न आउनु होला। सन्तानको लागि कतिको आउँछन् भन्ने लेखाजोखै छैन। तीनजना पनि लिएर आउनु भएको बच्चाहरू लिएर सन्तान प्राप्त भयो मेरो भनेर चाहिँ तीनजना बच्चाहरू भएको छ। हप्तामा कहीँ आउनुहुन्छ, दिन वर्षमा त कति हो कति। सुन्नु भयो नि? नमस्ते स्वागत। नमस्कार। आराम हुनुहुन्छ? एकदम। शुभ नाम? मेरो गङ्गा गौतम, सन्तानेश्वर मन्दिर पुजारी। कति वर्षदेखि हुनुहुन्छ? यो 16 वर्ष भयो। यहाँनिर मैले सुनेको छु सन्तान नहुने मान्छेहरूलाई सन्तान प्राप्त हुन्छ भन्ने कुराहरू सुनेको छु, यो के रियल हो? यथा सन्तान धन ईश्वरः सन्तानेश्वरः, सन्तानका ईश्वर सन्तानेश्वर महादेव। हजुर क्यामेरा लिएर हुनुहुन्छ, म बोल्दैछु गुरुको रूपमा। म पनि सन्तान, हजुर सन्तान, उहाँकै सन्तान। निसन्तान दम्पतिको लागि सन्तान दिनेवाला र भएका सन्तानलाई सुसन्तान राख्नेवाला सन्तानेश्वर महादेव। भनेपछि यहाँनिर सन्तान प्राप्त भइसकेपछि कति मान्छेहरू आउनुहुन्छ पूजापाठ गर्नको लागि? सङ्कल्प गरेर सन्तान भयो गुरु मेरो भन्ने व्यक्तिहरू कति आउनुहुन्छ? यो काउन्टै छैन, यथा कति हो कति अनगिन्ती छन्। र जसका सन्तान छैन उहाँहरू मेचीदेखि महाकाली मात्र नभए देश विदेशदेखि अघि अध्यक्षज्यूले भनिसक्नुभयो, हजुरले पनि भनिसक्नुभयो। र सन्तानेश्वरमा एकचोटि पूजा गर्न, रुद्राभिषेक गर्न आउनु होला। र जसका सन्तान छन् उहाँहरू पनि आफ्ना सन्तानको लागि उन्नति, प्रगति र सुसन्तानको लागि भनेर आउनु होला। यो सन्तानको लागि कतिको आउँछन् भन्ने लेखाजोखै छैन कति हो। आउनुहुन्छ? 3जनासम्म पनि लिएर आउँदैछ एकैचोटिमा सन्तानेश्वरमा दर्शन गरेर। एकैचोटि तीनजना पनि लिएर आउनु भएको बच्चाहरू लिएर। सन्तान प्राप्त भयो मेरो भनेर चाहिँ 3जना बच्चाहरू भएको छ। आउनुभएको छ। कोहीले भन्नुहुन्छ गुरु पोहोर साल हामी रुद्राभिषेक गरेका थियौँ, अहिले सन्तान लिएर आयौँ भन्नुभएको छ। कोही लाखपति बाल्न आउनुभएको छ, कोही दर्शन मात्रै भाकल बुझाउन आउनुभएको छ। यानि आइरहनुहुन्छ, हप्तामा कहीँ आउनुहुन्छ, दिन वर्षमा त कति हो कति। सुन्नु भयो नि? मैले तपाईँलाई झुट बोलेको रहेछु त? गुरुकै मुखबाट सुनिसक्नु भएको छ तपाईँले। सन्तान प्राप्त नभएको मान्छे सन्तान यहाँ आएर दर्शन गरेर मन मस्तिष्कदेखि सङ्कल्प गरेर चाहिँ बच्चा लिएर 3टासम्म बच्चा लिएर यो मन्दिरमा आएर पूजापाठ गर्नुभएको भन्ने कुराहरू सुनिसक्नु भएको छ। अरू के चाहियो?